एउटा समाज जहाँ परिश्रमी पनि व्यक्ति हुन्छन् र आलसी पनि। त्यसै सन्दर्भमा एउटा सन्दर्भ सामग्री छोटो कथा। एउटा गाउँमा दुई साथीहरू बस्ने गर्दथे जसको नाम गुइठे र बिर्खे थियो। गुइठे धेरै परिश्रमी थियो। ऊ बिहानै उठ्थ्यो, आफ्नो खेतबारीमा काम गर्थ्यो र दिनभरि पनि मेहनत गर्थ्यो। तर बिर्खे भने आलसी थियो। ऊ सधैँ अरूको भरमा पर्थ्यो र काम गर्न चाहँदैनथ्यो। एक दिन गाउँमा ठुलो खडेरी पर्यो। गुइठेले अघिल्लो वर्षदेखि मिहिनेत गरेर अन्न सञ्चय गरेको थियो, तर बिर्खेले कुनै तयारी नै गरेको थिएन। जब पानी पर्न छोड्यो र खेतबारीहरू सुक्न थाले, बिर्खेलाई खानेकुरा जुटाउन साह्रै गाह्रो भयो। गुइठेले भने, मैले दिनरात मेहनत गरेर यो अन्न जम्मा गरेको हुँ, तिमीले किन केही गरेनौ त? बिर्खे लज्जित हुँदै भन्यो, म लापरवाही थिएँ, मैले धेरै हेलचक्राइ गरेँ, अब म तिमीबाट केही सिक्न चाहन्छु। गुइठेले सम्पूर्ण बेली विस्तार गर्दै सबै कुरा सिकायो र मेहनत नगरी जीवनमा सफलता मिल्दैन भन्ने ज्ञान शिक्षा प्रदान गरेपछि त्यस दिनदेखि बिर्खे पनि गुइठे जस्तै मिहिनेत गर्न थाल्यो र केही वर्षपछि ऊ पनि परिश्रम भयो। यो एउटा नैतिक शिक्षा हो जसले मेहनत गर्नेले सुख पाउँछ तर आलसीले दुःखै दुःख पाउँछ भन्ने जानकारीमूलक सन्देश हो। यो सन्देशसँगै कर्म सबैले गर्नुपर्छ। प्राय कमाउन चाहनेहरूले सधैँ कडा परिश्रममा संलग्न हुनुपर्छ। जस्तै हामीले आफ्नो भाग्यलाई दोष कहिले दिनु हुँदैन। धनी होस् या गरिब होस्, सबैले कुनै न कुनै काम र एउटा पेसा सिक्नै पर्छ। त्यसैले विवाहित महिला होस् या अविवाहित महिला होस् र युवा अवस्थाका महिलाहरूलाई पनि एउटा सिप भन्ने कुरा अनिवार्य हुन्छ र व्यक्तिगत र पारिवारिक रूपमा पनि कसैसँग आशामुखी भएर बस्नुपर्ने अवस्था हुँदैन। त्यसैले सिप सिक्न जरुरी छ र एउटा पेसामा अँगाल्न या पेसामा चाहिँ आबद्ध हुन चाहिँ अति जरुरी रहेको छ अहिलेको समयमा।